सो हामीलाई अब यो क्वेसनले के भनेको छ भन्दाखेरि हैन a toy balloon blown up at 10 degrees Celsius has volume यति at this stage the balloon is descended to 7 by 8 of its maximum stretching capacity. Will the balloon burst if it is brought to a room having temperature 25 degrees Celsius? If not, calculate the temperature at which the balloon will burst. So यसमा हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि हामीलाई 10 डिग्री सेल्सियस टेम्परेचर दिएको छ, त्यसमा चाहिँ भोल्युम कति रहेछ त भन्दाखेरि 960 सीसी रहेछ अनि हामीलाई भनेको छ 25 डिग्री सेल्सियसमा के त बलुन ब्रस्ट हुन्छ कि हुँदैन भन्ने कुरा। सो अनि हामीलाई एउटा हिन्ट पनि दिएको छ, हामीलाई थाहा छ बलुन ब्रस्ट हुनको लागि के हुनु पर्यो, म्याक्सिमम भोल्युमलाई यसले आउट पास गर्नुपर्ने हो नि त। सो म्याक्सिमम भोल्युमको लागि एउटा हामीलाई हिन्ट दिएको छ, त्यो 7/8 अफ इट्स म्याक्सिमम स्ट्रेचिङ क्यापेसिटी। सो यसको अनुसार हामीले कन्डिसन के दिएको रहेछ भनेर यसलाई हामीले निकाल्दाखेरि के हो त, भोल्युम 1 को भन्दा 7/8 हुनु पर्यो भोल्युम म्याक्स चाहिँ। सो अब भोल्युम म्याक्स निकाल्नु पर्यो, द बलुन भोल्युम टु बर्स्ट भनेको कति हुन्छ, भी म्याक्स निकाल्ने सबसे सुरुमा भी म्याक्स आयो हो, भी म्याक्स भनेको एउटा म्याक्सिमम स्ट्रेचिङ क्यापेसिटी भएको भोल्युम। त्यस पछाडि हामीलाई चेक गर्नु छ कि अब हामीले कुन फर्मुला युज गर्ने भन्ने कुरा दिमाग लगाउनको लागि यहाँनिर भोल्युम र टेम्परेचरको रिलेसन दिएको छ भने यो हामी केबाट युज गर्छौँ त, चार्ल्स लबाट युज गर्छौँ। अनि यसबाट चाहिँ हामी सबसे सुरुमा बेलुन ब्रस्ट गर्छ कि गर्दैन भन्ने कुरा थाहा पाउनको लागि के हुनु पर्यो भन्दाखेरि हामी जुन V2 निकाल्छौँ, यहाँ V1 दिएको छ नि जुन हामीलाई 960 हो, 960 जुन V1 दिएको छ हो, यो V1 भयो होइन। अनि V2 चाहिँ जुन हामीले भी म्याक्स निकालेको छौँ त्योसँग इक्वल आउनु पर्यो या फिर त्योभन्दा अलिक बढी आउनु पर्यो, अनि त्यति बेला मात्रै त्यो टेम्परेचरमा यो ब्रस्ट हुने कुरा हुन्छ होइन। अनि हामीले के भन्यौँ त, बलुन ब्रस्ट हुनको लागि यसको V2 चाहिँ भी म्याक्ससँग बराबर या फिर योभन्दा बढी आउनु पर्यो। सो अब हामीलाई भोल्युम र टेम्परेचरको रिलेसन दिएको छ भनेपछि हामी कुन यो ल युज गर्छौँ त, चार्ल्स ल युज गर्छौँ। बाई चार्ल्स ल युज गर्दाखेरि चाहिँ यसबाट के आउँछ त, V1 भनेको हामीलाई 960 दिएकै छ, T1 भनेको हामीलाई 10 डिग्री सेल्सियस मतलब कि 283 केल्भिन दिएकै छ, अनि त्यस पछाडि V2 भनेको हामीलाई निकाल्नु पर्ने छ जुन चाहिँ यसको भन्दा बढी आउनु पर्ने, यो कन्डिसन भयो है। यो चाहिँ कन्डिसन हामीले यति चाहिँ ख्याल गर्नु पर्यो कि यो बर्स्टिङवाला क्वेसनमा चाहिँ यति कन्डिसन थाहा हुनु पर्यो। सो V2 हेरौँ, कति आयो त, क्यालकुलेट गरेपछि 1010 आयो होइन, अनि योभन्दा त अलिक कमै छ। सो एक्ज्याक्ट हुनु पर्यो कि त योभन्दा अलिक बढी हुनु पर्यो, सिन्स V2 इज नट इक्वल टु भी म्याक्स, सो द बेलुन विल नट बर्स्ट एट 25 डिग्री सेल्सियस। त्यस पछाडि हामीलाई क्वेसनले सोधेको छ, इफ नट क्यालकुलेट द टेम्परेचर एट विच द बेलुन विल बर्स्ट। सो द टेम्परेचर एट विच द बेलुन विल बर्स्ट विल बी, अब यसमा हामीलाई के निकाल्नु पर्यो भन्दाखेरि T2 निकाल्नु पर्यो। यो 25 डिग्री सेल्सियस दिएको जुन टाइम थियो, त्यो हामीले क्वेसनले दिएको त्यो टेम्परेचर थियो, त्यो चाहिँ के भयो त, अब अहिले यो यसको लागि बिर्सिदिने होइन। अब यसको लागि T2 फाइन्ड गर्नुपर्ने, T1 यही भएको, V1 यही भएको, V2 भनेको यो भी म्याक्स लिने, यो चाहिँ नलिने, किनभने यो त हामीले यो क्वेसनको लागि गरेको हो नि त, यो चेक गर्नलाई गरेको हो नि त, यो भोल्युम त हामीले निकालेको होइन, खासमा त यो भोल्युम युज गर्नुपर्ने यसमा। सो हामीले V2 मा चाहिँ यो भोल्युम युज गर्छौँ, V1 मा दिएको भोल्युम र T1 मा पनि त्यो, T2 भनेको चाहिँ हामीले क्यालकुलेट गर्नुपर्ने छ। सो यसबाट हामी क्रस मल्टिप्लाई गर्छौँ र यसको निकाल्छौँ, जुन केल्भिनमा यति आउँछ र सेल्सियसमा 273 ले माइनस गरेपछि यति आउँछ। सो त्यसै गरी अब हामी 31 नम्बर गर्न गइरहेका छौँ। फर्स्ट के भन्छ त यसले भन्दाखेरि योसँग के छ अरे त, 100 एउटा भेसल छ अरे जसमा चाहिँ भोल्युम 100 ml छ अरे, जसमा 10% चाहिँ अक्सिजन छ अरे, 90% चाहिँ अननोन ग्यास छ अरे होइन। अनि त्यो ग्यास जुन टोटल ग्यास चाहिँ 86 सेकेन्डमा गएर डिफ्युज हुन्छ भने होइन, अनि अक्सिजन मात्रै चाहिँ 75 सेकेन्डमा गएर डिफ्युज हुँदो रहेछ भनेर भनेको छ। अनि हामीलाई मोलिकुलर वेट अफ द ग्यास फाइन्ड गर्न भनेको छ, ग्यास मतलब अननोन ग्यासको मोलिकुलर वेट फाइन्ड गर्न भनेको छ। सो हामी यो कसरी फाइन्ड गर्छौँ भन्दाखेरि यसमा सबसे सुरुमा बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि यहाँ हामीले दिएको चाहिँ के छ भन्ने कुरा बुझ्नु पर्यो होइन। यो जुन हामीलाई 86 सेकेन्ड्स दिएको छ यो भनेको चाहिँ यो टोटल ग्यास हुन्छ नि, यो अक्सिजन प्लस यो अननोन ग्यास दुवै मिलाएर जुन ग्यास यहाँबाट डिफ्युज हुन्छ त्यो टोटल ग्यासको चाहिँ हामीलाई डिफ्युज पोइन्ट दिएको हो क्या खासमा। सो यसमा हामी ग्राम्स लको त्यो फर्मुला युज गर्छौँ होइन। फर्स्टमा त हामीले यहाँनिर थ्योरिटिकल पोर्सन चाहिँ बुझ्नुपर्छ अनि त्यस पछाडि सल्भ गर्ने हो। सो यहाँ भेसलको भोल्युम चाहिँ यति छ अरे होइन, त्यो भेसलमा 10% अक्सिजन छ अरे, 90% चाहिँ अननोन ग्यास छ अरे होइन। सो लेट द टोटल मोलिकुलर मास अफ द कम्बाइन्ड ग्यास बी डिनोटेड एज एम, यो दुइटैको चाहिँ मोलिकुलर मासलाई चाहिँ एम भनेर डिनोट गऱ्यौँ अरे। अनि लेट द मोलिकुलर मास अफ अननोन ग्यासलाई चाहिँ M1 भनेर लेट गऱ्यौँ भने हामीलाई टाइम दिएको छ ग्यास डिफ्युज भनेको यो टोटल एमको मास ग्यास डिफ्युज, अक्सिजनको डिफ्युज, अनि मोलिकुलर मास अफ द अक्सिजन भनेको हामीलाई थाहा छ 32 हो भन्ने कुरा। त्यस पछाडि अब हामी फर्मुला युज गर्छौँ ग्राम्स लको।
ग्राम्स लको फर्मुला युज गर्ने होइन T2/T1 इक्वल टु M2 रुट अन्डर M2/M1 यो फर्मुला युज गरिसके पछाडि यसमा हामी यो त फर्मुला भयो माथिको त यो जस्ट फर्मुला भयो होइन अनि अब यसमा चाहिँ हामी सल्भ गर्दाखेरि हामीले नोटेसन जे दिएको छौँ त्यतै नोटेसनमा राख्यौँ अब हेर 32 भनेको त्यो अक्सिजनको भयो अनि T2 भनेको के हो अक्सिजन डिफ्युज भएको टाइम यो 75 भयो अनि यो 32 भयो यसबाट हामीले टोटल मास चाहिँ कति रहेछ त्यो ग्यासमा कम्बाइन्डमा चाहिँ कति रहेछ भन्ने कुरा थाहा पायौँ त्यस पछाडि हामीले बुझेको कुरा के छ भने 10% यो टोटल जे छ यो 10% अक्सिजनकोले बनेको छ 90% अननोन ग्यासले बनेको छ अनि हामीलाई क्वेसनले के फाइन्ड गर्न भनेको छ त मोलिकुलर मास वेट अफ द ग्यास भनेको अननोन ग्यासको फाइन्ड गर्न भनेको छ सो अननोन ग्यासको हामीलाई थाहा छैन सो हामीले बुझेको कन्डिसन अनुसार होइन यहाँनिर हामीले के कन्डिसन बुझेको छौँ भन्दाखेरि हामीले के गर्नुपर्छ त यो 10% अफ अक्सिजनले बनेको छ 90% अफ अननोन ग्यासले बनेको छ होइन सो यसमा हामीले यो जुन टोटल मास छ त्यसलाई पुट गर्ने अनि यसको अक्सिजनको त 32 भन्ने कुरा थाहै छ त्यसरी अननोन ग्यासको हामीले M1 भनेर माथि लेट गरेको छौँ सो यसमा भ्याल्यु पुट गऱ्यौँ हामीले अनि 10 यो क्यान्सल हुन्छ यता पनि यो सबै क्यालकुलेसनको कुरा छ अनि यसरी क्यालकुलेट गरेर हामीले जम्मा एन्सर निकालेको छौँ